तर सम्पूर्ण देशवासीको मुटु जोडिया छ। कस्तो उल्लासको साथ त्यस्तो विपत्तिमा पनि सारा म जुन संस्थामा थिएँ त्यहाँबाट निहालिरहेको थिएँ। त्यस्तो विपत्तिमा चाहिँ सम्पूर्ण राष्ट्र एक ठाउँमा थियो, सबै पार्टीहरू एक ठाउँमा थिए, सरकारका सबै अङ्गहरू एक ठाउँमा थिए र सम्पूर्ण देशवासी एक ठाउँमा थिए। अन्तर्राष्ट्रिय सहयोग र मित्र राष्ट्रहरूको सहयोगले त्यत्रो विपत्तिलाई सक्दो नेपालको आफ्नो क्यापेसिटी अनुसार त्यसलाई हामीले व्यवस्थापन गर्यौं। तर यो कार्यक्रमले असन्तुष्टिले त्यहाँ आन्दोलन भइरहेको छ। तर बालबालिकाको अधिकार त्यहाँ शिक्षाबाट वञ्चित भइरहेको छ। त्यसले हामी के भन्न गएका छौं कि त्यसमा विद्यालय र बालबालिकाहरूको अधिकारका प्रति समाजमा विशिष्ट चेतना हुनुपर्दछ। किनकि आजका निमित्त चिन्ता गरेर मात्र समाज चल्न सक्दैन। हाम्रा निमित्त सबै सपनाका उत्तराधिकारीहरू बालबालिकाहरू हुन्। एउटा कोड सुन्छ, पोलिटिकल पार्टीहरूको पनि आफ्नो आफ्नो बाध्यता हुन्छ। तर तपाईँ शिक्षक, प्राध्यापक र समाजका व्यक्तिहरू कमसेकम स्कुल कलेजहरू खोल्नुस्, पढाउँदै गर्नुस्, पोलिटिकल पार्टीहरूसँग वार्ता गर्नुस्। हाम्रो बालबच्चाको भविष्य चाहिँ कि बेलामा हामी हाम्रो मुटु जोडिया थियो, तर अहिले यो राजनीतिक कन्फ्लिक्टले देश तबाह छ। यसबाट हामी त्राण पाउला भनेर आशाका साथ देशमा शान्ति होस्, अमन चैन होस्, राष्ट्रको जय होस्, सबै नेपालीको जय होस्। तपाईहरुलाई शुभकामना दिँदै धन्यवाद।